गुड मर्निङ है गाइज, गुड मर्निङ। बिहान 3 बज्दैछ। अब हामी निस्किसक्यो। यो चाहिँ तेस्रो भ्लग है। यो हाम्रो 3वटा भिडियोको यो चाहिँ अन्तिम भिडियो। अब हामी तिलिचोतर्फ जाने तयारीमा छौँ अब बिहानै। तर तपाईँहरू आउँदै हुनुहुन्छ भने एउटा सानो टर्च चाहिँ लिएर आउनु होला है आउँदाखेरि। ल बिहान हामी 3 बजे जाँदैछौँ, तर कोही 2 बजे पनि गएको देखियो है। 2 बजेतिर पनि जाँदै गरेको देखियो। अब भिडियो बनाउन मिल्ने भएपछि बल्ल मैले बनाएको। अब धेरै अगाडि बढिसक्यो, तर पनि हामी ठाउँमा अझै पुगेको छैन। बेस क्याम्पमा तिलिचो तालमा पुग्यो छैन। धेरै हिँड्नु पर्दो रहेछ। तर आएको जति आइयो हामी तल यो क्याम्पसम्म, तर सबैभन्दा कठिन यात्रा रहेछ यो। सास फुल्ने है, हिँड्न पनि अप्ठ्यारो हुने त्यस्तो खालको रहेछ। तपाईँहरू आउँदै हुनुहुन्छ भने राउन्ड टोपी, राउन्ड क्याप हुन्छ नि, त्यो चाहिँ माथि राख्नु पर्दो रहेछ। के हुँदो रहेछ भन्दा यसले चाहिँ शीत आएको शीतलाई चाहिँ कभर गर्दो रहेछ। र अर्को कुरा, एउटा सानो टर्च लाइट तपाईँहरू व्यक्तिअनुसार एक एकवटा लिँदा हुन्छ। चार्जेबल पाउँछ, धेरै महँगो पनि पर्दैन, त्यो ब्यागमा पनि अटिहाल्छ। त्यो चाहिँ राख्न नछुटाउनु होला है त। अब हामी जाँदैछौँ। 6:08 छ अब। मान्छेहरू हिँडेका कहाँ हो ल यसरी आउँछौँ। ल त्यो 22 घुम्ती हो नि, त्यही होला सायद। त्यसरी गन्ती माथि हो, कता हो त्यहाँबाट? हिमालय त छ हैट। अझसम्मको यो यात्राभरिको सबभन्दा कठिन यात्रा यो रहेछ ल। तर सोचेको थिएन यस्तो हुन्छ भन्ने चाहिँ। ल मलाई कता हो बाटो जस्तो लागेको थियो, अब थाहा भयो ल। अन्त वहाँ त्यतातिर जाने रहेछ। हो यतातिर मान्छेहरू गइरहेछन् नि। यसलाई 22 घुम्ती भन्छ। ल हेर्नु, यस्तो कठ्याङ्ग्रिँदो जा। यस्तो चिसो छ कि एकदम चिसो छ। अब दृश्य एकदम राम्रो छ। आज चाहिँ मौसम क्लियर छ एकदम। अब तपाईँहरूलाई फुल जानकारी दिउँ भनेर मैले चाहिँ अब यसरी हिँडे खानु। ल यहाँ चाहिँ 50% विदेशी छन् होइन। अब 50% नेपाली भन्दा हुन्छ ल। तिनीहरू माथिबाट गयो नि, त्यो सर्टकट बाटो। यो हिँड्न यस्तो हो। अब यहाँबाट सिउरिँदो रहेछन्, सिउरिन् त मान्छे। जिन्दगी के को रहर होला मान्छेहरूलाई यार। त गाठी यस्तो छ। ओहो ल नि हाउ, हेलो। Where are you from? Sorry? UK? Oh, UK. ल हिँड्न नसक्नेलाई घोडाको सुविधा पनि छ, तर साइडमा बस्नुपर्छ, नभए एक खान्न पनि सक्नुहुन्छ उहाँले। हो हो हो। ल है बन्धुहरू, अझ हामी त अब यहीँ छौँ। 6 बजे पुगिन्छ भनेको कति बज्यो? 7 बजिसक्यो होला है। 7 बजिसक्यो। फाइनल्ली 22 घुम्तीको अब हेर्नु त दृश्य 22 घुम्तीबाट अब यतातिर लाग्यो। अब यहाँदेखि उता के छ मलाई थाहा छैन है।
यहाँसम्म आइपुग्यो। तर 22 घुम्ती आउन पनि धेरै सङ्घर्ष भयो यार, सोचेको भन्दा धेरै। 22 घुम्ती भन्दै 22वटै भिडियो बनाइयो होला। त्यहाँ देखिएको दृश्य हामीले कुनै पोस्टरहरूमा हैन केमा देखे जस्तो लाग्छ मलाई। ल है साथीहरू यार, अब तिलिचो आइज भनिदिनु त। अब मैले देखाएको ती डाँडाहरू पछि पनि फेरि के आयो दृश्यहरू। 22 घुम्ती पछि पनि फेरि अर्को लाभ आयो। ल अब त तिलिचो आइज यार। यति गाह्रो भयो। तिलिचो आइज। अब तिलिचो आउनै पर्छ साथीहरू। विश गरौँ। सकिएन यार हिँड्न। ओहो के को आउनु फेरि छ यार। हेर त फेरि होइन हो हामी कता गएर तर आउनै लाग्यो हेर्नु त यो खोला। खै खोला त जहाँ पनि देखिन्छ नि। हाइट माई गड, अझ कथा सिद्धियो छैन यार गाइज। हेर्नु त अझ 30-35 उहाँ जानुपर्छ। ल मैले थाहा पाइसकेँ। उहाँ ल हेर्नु देख्नुभयो। ओहो उहाँ ल हेर्नु। अपेक्षा केही गर्न हुँदो रहेछ, खतम भइन्छ। कुन दिशातिर हेर्नुहुन्छ? कुनतिर हेर्नुहुन्छ? पुरै हिमाल। ल अब आइपुग्यो। अझ आइपुग्यो होइन, अझ आधी घन्टा छ। एकजना मान्छे यता दाहिने लाग्यो भन्ने थियो नि। फेरि उहाँ ए भगवान्, ए ईश्वर, हे अल्लाह, मैले कसरी सकम राम हरे कृष्ण विष्णु यार। अब त आइयो भनेको। हेत्तेरी चिप्लो छ। अब त्यहाँ पुगेपछि त 20 अवश्य आइन्छ। ल अवश्य आइन्छ। त्यो घरहरू देखियो नि, त्यही घर 10 मिनट त लाग्छ। 10 मिनट लाग्छ। त्यही घर भएको ठाउँबाट उता बल्ल ताल सुरु हुन्छ। पुरा हिउँ जमे छैन रे, एकदम क्लियर छ अरे, निलो छ अरे। हेर्नु त त्यहाँ आइयो भन्ने कोही पनि कति आउनु पर्दो रहेछ। कति टाइम यतिमा आइपुग्यो भनेको पनि फेल खायो। धेरै कुरा फेल खायो। ल तर हामीलाई हिउँ परेर दामी बनाइदियो यात्रा अत्याधिक। ल आयो है तिलिचो। यहाँ गीत बजाएर चाहिँ फेरि कपिराइट लाग्यो भने लफडा हुन्छ भनेर। ल हेर्नु है गाइज, मेरो पहिलो नजारा। आहा ओहो हाय ओहो हाय ओहो हर्र भयो। ल अन्त निलो अब यहाँ पौरिनु पर्छ एकछिन। ल हेर्नु है गाइज, अब यहाँ त्यो स्टिक पनि यो टिकोवाला स्टिक बनाउने पनि चिप्लो हुन्न, नभए हिँड्दा चिप्लो हुन्छ। हाम्रो गौतम बुद्धजी हुनुहुन्छ, अनि शिवजी हुनुहुन्छ। प्रणाम छ उहाँहरूलाई। यो तिलिचो तालमा आउँदाखेरि यो तिलिचो ताल मात्र नभएर यहाँ वरिपरिको हिमालले गर्दाखेरि पनि एकदम
होइन यहाँको सौन्दर्यतामा बढाउनुको हिमालको पनि एकदम भूमिका छ भनौँ होइन। हिमाल भएकै कारणले ताल भएको हो त्यो त। र यसबाट देखिने हिमालहरू गङ्गापूर्ण हिमाल नजिक देखिन्छ भने अन्नपूर्णको रेन्जहरू देखिन्छ। अनि तिलिचो पिक भइहाल्यो यो माथिको हिमाल है। यसरी चाहिँ यहाँ हिमालहरू छ भने र यो ठाउँमा अलिकति खानेकुराहरू महँगो पर्नुको कारण एकमात्र विकल्प छ, घोडाबाट लिएर आउनुपर्छ कि खच्चडबाट लिएर आउनुपर्छ। त्यो भएर यो ठाउँहरूमा यत्तिको महँगो खानेकुराहरू हुनु चाहिँ एक किसिमको स्वाभाविक पनि हो, किन भन्दाखेरि आउँदाखेरि अलिकति महँगो पर्छ ढुवानी, त्यही भएर। अब यो टी हाउसहरू हो, यहाँ चिया अलिअलि खाजा पनि पाउँदो रहेछ होइन। अनि यस्तो भयो, म सोधौँ न प्रश्नहरू। यहाँ के खान पाउँछ दाजु? हजुर के खाजाहरू? चाउचाउ ए ल यहाँ सम्पूर्ण बन्धुहरूले चयन पारामा होइन यसपालि हामीले ख्यालमा मौसमले बडो राम्रो बनाइदियो है। हो हो यो एउटा चियालाई कति पर्छ भाइ ब्ल्याक टीको? ल अब के रहेछ त कुरो भन्दा ब्ल्याक टी मिल्क टी यस्तो 250, अब 300 दुध चिया त्यस्तो खालको रहेछ। कफी 300, खासै महँगो लागेन किन भन्दाखेरि तल अब तिलिचो बेस क्याम्पमा पनि अब भेज खानाको 900 रुपियाँ तिरेको हामीले, यहाँ पनि त्यही रहेछ होइन। खास अब उस्तै हो, बोकेर सामान चाहिँ ल्याउने काम नगर्दा हुँदो रहेछ। हामीले बेकार सामान धेरै बोक्यो। इन्जोय गर्नुहोस्, सामान कम ल्याउनुहोस्, तर महत्त्वपूर्ण काम छुटाउनै नहुने सामान चाहिँ छुटाउनु हुँदा फेरि है। सामान कम ल्याउनु भन्नुको अर्थ जस्तो कि छुटाउनै नहुने चिजहरू छुटाउनु भएन, अरू चाहिँ ल इन्जोय गर्नुहोस् है। एकछिन बडी बोलियो कि के भयो यार? ओ हाम्रो साडी लाएर फोटो खिच्दैछन्। ल हिम पहिरो पनि गएको बेला ठ्याक्कै विविध चिजहरू देखियो यसपालि चाहिँ यात्रामा। अब आउँछ होला यहीँ तल नदीमै आउँछ कि ए नदीमा भन्नाले तालमा धुवा आउँछ त्यो वस्तु नआए पनि, हिउँ नआए पनि। हिजोका कति पछुतायो होला नि आजको दृश्य है। साथीहरू अब मैले यत्तिकै ख्यालखालैमा बनाएको भिडियो हो है। अब सुख दुःख तपाईँले अब बनाउने प्रयास गरिदियो है। बाटो अप्ठ्यारो कस्तो भयो के भयो मैले सबै कुरा डिटेलमा भिडियोमै भनिदिइरहेको छु भनेको छु होइन। अब हामी एकछिन इन्जोय गर्छौँ। तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा एकदम धेरै धन्यवाद होइन। अनि कस्तो लाग्यो? मैले चाहिँ अब आफ्नै शैलीले बनाएको भिडियो हो होइन। तपाईँले राम्रो लाग्यो भन्नुहुन्छ भने म फेरि यस्तो खालको भिडियोहरू बनाउने छु।